म त चिसोले मर्छु कि हो माकुरी के दिदी चिसो भएको चिसोमा सुप बनाएर खानुपर्छ चिकन लानु पर्यो के लोकल हालेको मासु लानु पर्यो कता छ लोकल भाले यहाँतिर मरेको हो साह्रो टेस्टी थियो है जिन्दगीमा पहिलोचोटि यस्तो खाएको चोरी निचोरी खाने के पुरै रस चुसेर हेलो गाइज फाइनली यतिखेर चाहिँ बिहानदेखि पानी पर्या थियो साउदीमा होइन त्यही भएर हामी रुमबाट बाहिर निक्लिएको थिएन अब त रात परेर चाहिँ बाहिर हामी निक्लिँदैछु क्या अब कति पानी परेको छ के कस्तो भइरहेको छ कतिको चिसो रहेछ बाहिर अलिकति हेरेर आउँछु रात परेको छ होइन के कस्तो रहेछ अहिले रात 5 बजेको छ साउदीको चाहिँ यस्तो पानी परेको छ कि होइन बिहानदेखि पानी पर्या त्यही भएर बाहिर निक्लिएन हामी रुममा सुत्यो भर्खर उठेर चाहिँ बाहिरतिर यसो होइन हेर्न गएको अवस्था जान लाग्यो अब हामी 3 जना छ साथीहरू हेरेर छ पार्टनरहरू हेलो होइन ठिक छ नि लास्ट चिसो होला कि सायद होइन यस्तो चिसो होला कि किनभने रुममै यस्तो चिसो बाहिर थियो रुमभित्र पनि झन् कति होला बाहिर चिसो ओ माई गड के हो यो आमामामामाम यस्तो छ यार ड्युटी नगएको थियो आज किनभने गाडी पनि बिग्रिएको थियो यो गाडीको चाहिँ हाम्रो गाडीको ब्याट्री नै चोरी भएछ के कसले चोर्यो थाहै भएन बसको ब्याट्री चोरी भएछ त्यही भएको कारणले बस गएन आज चाहिँ सानो पानी परेको छन् हेर्न सक्नुहुन्छ है कस्तो चिसो हो यार आमामा हेर्नु पानी बगिरहेको छ त पानी नपर्यो होइन पानी यस्तो परिरहेको छ हेर्नु अहिले अझ कम भएछ पानी होइन त्यति छैन अहिले अलिक सानो मात्रै परिरहेको छ पानी हेर्नु पानी कति चिसो कामी हो आनन्दै म त तपाईँ भन्नु त कसम चिसो छैन धेरै चिसो चिसो नि त एकदम चिसो छ म त चिसोले मर्छु कि हो माकुरी के दिदी चिसो भएको यस्तो चिसो भएन ओ माकुरी के भनौँ तपाईँहरूलाई पानी परिरहेको छ अझै पनि सानो हेर्नु टेबलहरू पनि कस्तो भिजा छन् जुग्राएर हिँडिरहेको छ यार यस्तो चिसोले क्या सबजना होइन यस्तो हिँडिरहेको छ क्या किन यार अब नजाउँ अब रुमतिर जाउँ यार चिया खाउँ होइन चिया खाएर रुमतिर जाने चिसो भयो कि धेरै ज्याकेट अझै यसले पनि भएन लुगाको मार्केट यस्तो पानीको चिसो बेला कसैले बाहिरतिर राख्छ तपाईँहरूलाई कस्तो कुरो गर्छ आचु यो ज्याकेटले त काम गरिरहेको छैन यहाँ अब के भन्ने तपाईँलाई यो त झन् पातलो छ है साथीको ज्याकेट हो यो फेरि ठिक हुन्छ त हाम्रो फेरि यत्रो मोटो मान्छेको ज्याकेट कस्तो देखिएको छ कमेन्ट गर्नु न साथीहरू सबजनाले आज त यतातिर कुनै बगालाहरू मार्केट बगालाहरू राखेको छैन क्या फुटपाथमा किनभने पानी परेर चिसोको कारणले अब रुमतिर जानुपर्छ धेरै चिसो भयो साथीहरू त्यही भएर बन्न सक्दिनँ यस्तै हो क्या लास्ट चिसो छ अनि राति पनि भयो नि त भिडियो राम्रो देखिँदैन त्यही भएर चाहिँ होइन चिसोमा सुप बनाएर खानुपर्छ चिकन लानु पर्यो क्या लोकल हालेको मासु लानु पर्यो ओहो के हो यो 10 रुपैयाँको 3 केजी स्याउ नखाने हो स्याउ कता छ लोकल भाले हेरौँ त खोर्सानीको 12 रियल केजी 12 रियल केजी भनेको नेपालको कति पर्छ तपाईँहरूले आफैले हिसाब गर्नु ल 37 रियल छ अहिले 1 रियलको 37 रुपियाँ छ नेपालको कता छ लोकल भाले यहाँतिर मरेको हो जिउँदो छैन चाहिँ यार मैले त जिउँदो खोजेको कहाँ यस्तो खानु यार मैले त लोकल भाले खोजेको
त मैले त लोकल भाले जोडेको यस्तो हेर्नु टोक्न सक्दैन हेर्नु यति साह्रो छ कि यो मासु त्यही भएर चिसोमा म त चुक्रिएर बसेको छु यति चिसो छ कि मार्केटभित्रै चिसो भयो क्या बाहिर हिँड्दा चिसो भयो अनि त्यही भएर यस्तो चिसो छ क्या त्यही भएर छिरछिरो खाना बनाएर खानुपर्छ होइन अनि तातो तातो गरेर खाने हो नि त होइन तू समझा हाँ नहीं तू समझा नहीं मासु काटेको देखाइदिन्छु नि त थोड़ा छोटा छोटा कीजिए दोस्त थोड़ा छोटा छोटा बनाइए यस्तरी काट्छ कि मेरो मासु यस्तो मजाले खाइदिन्छु कि आज मासु होइन आनन्द मासु बवाल खाने हो निन्द्राबाटै निचोरी खाने के पुरै रस चुसेर रस चुसेर खाने जिन्दगीमा खानै नपाए जस्तो कुरो गर्छ तपाईँले के हो खानै नपाए जस्तो कुरो गर्छ त ल आयो तपाईँको माल आउनु नि त पैसा दिने तपाईँ त जल्दी जल्दी चिया बनाऊ न चिया बनाउने तरिका यस्तो आफैले बनाउनु पर्ने अडिक छ गिलास एउटा ल्याउँ ब्रान्डेड चिया लिएर आउँ त हेर्नु पानी मात्रै दिन्छ क्या मिलन आफैले हाल्नुपर्छ मसला अनि चिनी अनि चियाको पत्ती चाहिँ हालेर मिलाएर अनि आफै लिप्टन हालेर अनि पकाउनु पर्छ टेस्टी हुन्छ है तातो पानी दिन्छ हो त्यो साह्रो टेस्टी थियो है जिन्दगीमा पहिलोचोटि यस्तो खाएको हो मसला छ यस्तो बल चिया बनाइदिन्छ साथीले मेरो कुरा सुन्नु न यो बङ्गालीको होटेल होइन नि त अरबीको होटल हो यसमा चाहिँ मसला के अदरक मरिच सबै हालेको हुन्छ यसमा आगो ताप्ने हो नेपाली أنا 100 ريال أنا موجود هو أنا موجود أنا أبغى نفر عشان هو معلوم عشان أنا أودي هو والله هو صديق أنا سو كان टाउको दुख्न थाल्यो चिसोले मेरो चाहिँ होइन चिया पनि खायो अब रुममा पुग्न लाग्यो यस्तै हो फेरि यस्तो उकालो चढेर रुम जानुपर्छ क्या हेर्नु न रुम चाहिँ यता हाम्रो फाइनल हाम्रो रुममा आइपुग्यो गाइजहरू यस्तै हो चिसो पनि लाग्यो टाउको लास्टै दुखिरहेको छ यस्तै हो भिडियो कस्तो लाग्यो होइन छोटो भए पनि यस्तै हो सबैजनाले यस्तै सपोर्ट गर्नु होला सबैजनालाई धन्यवाद लास्टसम्म जसजना हेर्दै हुनुहुन्छ यस्तै हो आजको लागि यति नै गर्न चाहन्छु अब फेरि भेटौँला नेक्स्ट भ्लगमा होइन यस्तै हो गाइज केही छैन सबैजनालाई बाई बाई